हेलो सबैलाई जय मसी। अनि फेरि पनि म चाहिँ अहिले सधैँ भाइ आउँथ्यो बरुसमा, अन्त आज चाहिँ म आएको छु यो ट्रेनमा। अनि हाम्रो ट्रेन हिँड्नु पनि थाल्यो। म अहिले बरुस जाँदैछु मालिककोमा सामान पुऱ्याउनु। सधैँ भाइहरू जाँदै थियो, अन्त योपालि चाहिँ म आफै गएको है। अनि सामान पनि अलिक बेसी छ, अन्त मेरो दोकानमा ल्याउने सामान पनि ल्याउनु पर्ने छ, त्यही हिसाबले म गएको। अन्त है तपाईँहरूले अस्ति भन्नुहुँदै थियो मेरो दोकान बरुसको दोकान चाहिँ कहाँनिर छ भनेर। अन्त है म अहिले भरे तपाईँहरूलाई देखाउने छु, किनकि यो अहिले चाहिँ है म बरुस कसमबादेखि बरुस जाँदैछु। आज चाहिँ मेरो भाइलाई दोकान जिम्मा दिएर गएको छु। म भरे 2-3 बजी फर्किहाल्छु। यहाँदेखि गाडीमा हो भने चाहिँ 2 घन्टा 3-4 घन्टा लाग्छ, तर यहाँ ट्रेनमा चाहिँ आधी घन्टामा पुऱ्याइन्छ 10 रुपियाँको टिकटमा। अनि त्यही हिसाबले गरेर चाहिँ हामीले मेरो सामानहरू पनि छ भित्र है। म तपाईँलाई सामान पनि देखाउने छु। सामान यहाँ भित्र राखिरहेको छु मैले। अहिले फिलहालमा सामान यहाँ छ है। अहिले यो सामान हो, यो सामान म पुऱ्याउनु जाँदैछु मालिककोमा। अन्त अहिले फिलहाल म यो मैले सामानहरू पनि लिएर आएको छु 1-2वटा। अनि त्यो सामान चाहिँ मेरो यहाँ कसममा मालिकको दोकान हो, अनि मेरो रिक्समा छ, मेरो जिम्मामा छ। अनि मालिकहरूको हातमा चाहिँ आउँदैन। अन्त आज चाहिँ 1-2वटा सामान मेरो दोकानमा बिक्री भएको थिएन, अनि मालिकले भन्यो त्यो मेरो दोकानमा यता बरुसमा बिक्री हुन्छ त्यो लिएर आएछ भने चाहिँ। अन्त म त्यही पुऱ्याउनु गएको। अनि साथै मेरो साथी पनि आएको छ, प्रकाश भन्ने है। अनि आजभन्दा 15-16 वर्ष 2016-17मा चाहिँ हामी सँगै काम गरेको थियो। अन्त अहिलेसम्म चाहिँ मैले त्यसलाई भेटेको पनि छैन है। अन्त त्यसले पनि भन्दै थियो एकै आइज तँ पनि भन्दै थियो। त्यही कारण त्यही हिसाबले है म पनि अहिले उसँग उसलाई पनि भेट्नु, अनि साथै मालिकहरूको घर जाँदैछु है। अनि तपाईँहरूले भनिदिएको थियो बरुस भन्ने जग्गामा दोकान कस्तो छ भनेर है। म तपाईँहरूलाई चाहिँ भरे देखाउँदैछु त्यो भिडियोमा, तपाईँहरूले हेर्नु सक्नुहुनेछ। त्यही ट्रेन रोकिरहेको छ यहाँनिर है। अनि अब यहाँदेखि 2टा स्टेसन, एउटा स्टेसन छ, त्यो कटेपछि चाहिँ मेरो स्टेसन आउँछ। अन्त अहिले चाहिँ म यो ट्रेनमा छु। अनि यहाँदेखि तपाईँले देख्न सक्नुहुन्छ घामले गर्दा केही राम्रो रिभ्यू भएको छैन है। अहिले ट्रेन रोकिरहेको छ, सायद केही प्रब्लम होला। अनि सायद मान्छेहरू चढ्दै होला स्टेसनदेखि, पल्लोपट्टि पनि स्टेसन छ, नभए चाहिँ सायद उयो होला, ट्रेन क्रस हुँदैछ होला। त्यही कारण चाहिँ ट्रेन रोकेको निकै भयो, 10-15 मिनट भइसकिसक्यो है। अनि म तपाईँहरूलाई त्यो बरुस जब पुग्छु म तपाईँहरूलाई त्यो भिडियो देखाउनेछु म है, त्यहाँनिर पुगिसकेर। मैले तपाईँहरूलाई भन्दै थिएँ अघि है ट्रेन क्रस भएको रहेछ, त्यही कारण रोकेको भनेर हो रहेछ है। ट्रेनै क्रस हुनुको लागि रोकेको रहेछ यो।